हाई एभ्रिवान आई एम आशिका। आज चाहिँ मैले चिकनको अचारको रेसिपी लिएर आएको छु। ल लेट्स मेक टुगेदर। त्यसको लागि चाहिँ विथ बोन र विदाउट बोन दुईटै खालको मासु लिन मिल्छ। मैले चाहिँ विथ बोनै लिएको छु। मजाले तेल तताउने, त्यस पछाडि मासुलाई एकछिन फ्राई हुन छोडिदिने। त्यतिन्जेलसम्म मसला तयार गर्ने। मसलाको लागि चाहिँ मैले जिरा, तोरी, सौंफ, मेथी, टिमुर, लङ सुकमेल, मरिच, दालचिनी लिएको छु र यसलाई एकछिन भुट्ने। धेरै चाहिँ नखर्याउने, यसलाई अलिअलि पड्केपछि चाहिँ निकाल्ने र यसलाई एकछिन सेलाउनको लागि छोडिदिने। त्यतिन्जेलसम्म चाहिँ मैले अदुवा लसुनलाई केलाएर काट्दैछु र मासुलाई पनि बेलामा चलाउने। यतिकै भइसकेपछि चाहिँ यसमा हामीले बेसा र नुनलाई हाल्ने। धेरै फ्राई नगर्ने, फेरि पछि क्रन्ची भएर मिठो हुँदैन। त्यस पछाडि अघि हामीले तयार गरेको मसलालाई पिस्ने। यसलाई पनि धेरै मसिनो बनाउनु चाहिँ हुँदैन, मिठो हुँदैन। त्यस पछाडि यसमै खोर्सानीलाई पनि पिस्ने। अनि र मासु यतिको फ्राई भइसके पछाडि चाहिँ त्यसमा चाहिँ हामीले अदुवा लसुन र खोर्सानीलाई हालेर एकछिन चलाउने। एकछिन चलाइसके पछाडि अघि हामीले तयार गरेको मसलालाई पनि यसमै हाल्ने र एकछिनसम्म चलाउने। र यो चाहिँ हाम्रो अलमोस्ट रेडी भइसकेको छ। र लास्टमा चाहिँ हामीले 1 चम्ची चुक हाल्ने। त्यस पछाडि चाहिँ रेडी भइसकेको छ र यसलाई चाहिँ लामो समयसम्म स्टोर गरेर पनि राख्न सकिन्छ। थ्याङ्क्स फर वाचिङ।